खेबे आजभन्दा ठुलो परेछ सो आज चाहिँ सरी यो ल खेबे आजभन्दा ठुलो परेछ सो आज चाहिँ हेलो गाइस वेलकम टु अनदर न्यू ब्लग आफ्टर लङ टाइम पछि फेरि एउटा नयाँ ब्लग बनाउँदैछु किन भन्दाखेरि अब ब्लग नबनाएको फेरि 1 महिना जति भयो सो त्यसैले आज चाहिँ हिजो धेरै हिउँ परेछ त्यसैले आज चाहिँ आई गट द ग्लोभ्स सो यो लाउनु पर्यो किनभन्दाखेरि यो दुइटै लाउनु पर्यो किनभन्दाखेरि फेरि हात सबै चिसो हुन्छ सो त्यसैले पहिला म यो लाउँछु त्यसको पछि फेरि पहिला यो लाउनु पर्यो सरी यो लाएर बनाउनु पर्यो अब के गर्ने पन्जा चाहिँ हेरौँ कि त भन्दा अब यसको भित्र फेरि यो लाउनु पर्यो दुईटा अच्छो चिसो हावा लाग्छ के हो हिउँ पर्छ जस्तो फेरि आज पनि के हो पर्दैन क्या हो हिजो अस्तिभन्दा अलिक ठुलो परेर रहेछ आज चाहिँ कम्जुनी सो पन्जा पनि लगाइसकेको छु मैले अब मेरो साथी चाहिँ यहाँ छ अब हामी दुईजना यहाँ बनाउनु लागेको ग्लोभ्स मैले लगाइसक्यो अब देख्न सक्नुहुन्छ Hello, almost done. अब हुन लागेछ अब हाम्रो मान्छे भइसकेको रहेछ हात चाहिँ अलिक सानो भयो सो मान्छे त अलिक ठुलो म जति नै छ सो अलमोस्ट डन अब यति बनायो भने भइगयो नि म जस्तो छैन होला सायद अब मान्छे बनाइसक्यो अब 36 भइसकेको छ आजको ब्लग चाहिँ अलिक सर्ट हुन्छ किन भन्दाखेरि बिहान चाहिँ यस्तो छ अब मौसम चाहिँ खुट्टाहरू सबै आम्बो मान्छे चाहिँ अब वाउ कति लामो छ है धेरै लामो छ सो यति नै होला सायद आजको ब्लगमा छोटो ब्लग मात्र बनाउन लागेको सो कभर गर्न यो मान्छेसँग एउटा फोटो खिच्नु पर्यो यसरी गराएर थम्बनेलको लागि यसो गरेर एउटा पिक खिच्नु पर्यो ल खिच्दा ब्रो अब मेरो मान्छे चाहिँ बनाइसक्यो अब यो मान्छे चाहिँ यतिकै राखेको हुन्थेन सो मेरोले यो चाहिँ उचालेर तल फल्न लागेको ओ वा ल उचालौँ भाइ साथीहरू ल
ल गयो ओए खोला ल के खोला आज यहाँ यति थोरै छ है कहाँ छ रे अब यहाँ नाम लेख्न लागेछ मेरो साथीले त्यो पनि मेरो नाम ल लेख्नु वाउ पी भयो एच भयो वाउ यु भयो अब युमा नाम लेख्दाखेरि यसो लेख्नु पर्छ ओ म त थाहा नै थिएन आर भयो सो यति चाहिँ भइगयो नि ए ल ल अब फुर्बु भयो मेरो नाम वाउ थ्याङ्क यू मेरो साथी सो एउटा फोटो त हुनै पर्यो यो नाममा फेरि यसो गरेर अब चिसो हावा पनि लागेको छ अब हामीहरूले हिउँको मान्छे पनि बनाइसक्यो सो अब योभन्दा ठुलो भएर फेरि हिउँ फल्नुपर्छ सो अब के गर्ने हावा पनि लागेको छ चिसो अब जाने हो खाना ब्रेकफास्ट खाने ए हिउँ त ठुलो त रहेन रहेछ ठिकैको रहेछ यो वा अब वेदर चाहिँ फेरि हिउँ पर्छ जस्तो लाग्छ यहाँ मलाई त आज पनि रातभर अब योभन्दा ठुलो भएर पनि फेरि हिउँ फाल्नुपर्छ यति योभन्दा ठुलो भएर पनि नानी फेरि हिउँ फाल्नेको ब्लग लिएर आउँला अदरवाइज अब यो ब्लगमा यति नै हो खासै के हिउँमा अलिकति खेल्ने सो योपालि मुस्ताङमा आएर मेरो अलिक धेरै ड्रिमहरू सबै पुरा भयो करला पनि पुग्यो हिउँमा पनि खेल्न पायो हिउँ पनि देख्न पायो अब फेरि मुस्ताङ कहिले पुग्ने हो खै अब सो अब यति नै यति भयो अब खै यति होला मेरो ब्लग चाहिँ होप हजुर सबैलाई अलि मन पर्यो होला मन पर्यो भने डु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल सो यति भन्दै वाउ सिद्धो ब्लग चाहिँ यही छ ल अब अलिकति टिकटक खेल्ने हो नभए भइहाल्यो अब साथी चाहिँ अलिकति यहाँ मस्ती गर्न लागेछ सो वाउ ल यति भन्दै अब ब्लग चाहिँ यहाँ राख्छु आज फेरि फोनको चार्ज पनि छैन हिजो दिनबाट लाइन आएन आज पनि खै आउँदैन होला यस्तो हिउँ पऱ्यो पनि मुस्ताङमा लाइन आउनु पनि गाह्रो छ सो त्यसको कारणले सो अब यति मात्र हो आजको ब्लग चाहिँ अब मिनी ब्लग